हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो आजको यो छोटो मिठो मिनी ब्लगमा। फुपू भदैनी मिलेर चाहिँ हामी आज चाहिँ घुम्न जाँदैछौँ। यसो बाहिरतिर कति रुममा बस्नु भनेर घुम्न जाने ठाउँ चाहिँ घरबाट धेरै लाग्दैन थियो, त्यस्तै 15-20 मिनट लाग्थ्यो। हामी चाहिँ एकछिनमा पुग्यौँ। अनि यता चाहिँ बच्चाहरूको लागि चाहिँ छुट्टै खेल्ने कुरा बनाइदिनु भएको रहेछ। अनि पुन्टु चाहिँ पुरै रमाउँदैछ। अनि अब घुम्ने पनि खेल्यो अनि आमा छोरा पनि हामी रमाउँदैछु। अनि साथीहरू, यो चाहिँ मैले भर्खर खोलेको नयाँ आइडी हो। यदि हजुरहरूलाई फलो गर्न मन लागेमा फलो गरिदिनु होला। त्यसपछि हामी टिकट काटेर चाहिँ यहाँभित्र घुम्न आयौँ। अनि यहाँ चाहिँ यस्तो राम्रो त्यो चित्रहरू हुन्छ नि, कस्तो राम्रो थियो। हामीले चाहिँ हल्का फोटो भिडियोहरू खिच्यौँ। अनि त्यसपछि हामी चाहिँ यहाँ फुपू भदैनी अनि पुन्टु सबै पुरै रमाइलो गर्दै बाहिर पानी पऱ्यो पनि साथीहरू। यस्तो गर्मी थियो, यस्तो गर्मी, बाब्रे कसरी बयान गरौँ। अनि यहाँ चाहिँ पुरै त्यो रियल जस्तै देखिने कि हेर्दाखेरि पनि म चाहिँ हाँस्दै खेलिरहेको थिएँ। अनि पुन्टुले चाहिँ जी गर्नु पऱ्यो र त्यही भएर हेर्नु साथीहरू गएर कति राम्रोसँग उसले टोकेको। घुमिसकेपछि चाहिँ हामी घरतर्फ लाग्यो। अनि बाबुको लागि सानो सामान किन्नु थियो, त्यो पनि किनियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई एभ्रिवान।